आज चाहिँ म खोर्सानीको अचार बनाएर हजुरहरू सामु देखाउँदैछु। यो चाहिँ खोर्सानी मैले बल्खुबाट लिएको थिएँ अनि उसिनेको छु, एकचोटि उसिनेर फालिसकेको छु। अनि यसको लागि चाहिँ मैले लसुनको पेस्ट रेडी गरेको छु, खोर्सानी पनि पिसिसकेको छु। यो चाहिँ लसुनको पेस्ट अलिक बाक्लो टाइपको पिसेको छु मैले मिक्सचरमा। अनि यो चाहिँ कडाई बसाइसकेँ मैले। अनि खोर्सानी चाहिँ यो बल्खु छेउमै भएकोले होला, अस्ति 150ले भेटेको थियौँ हामीले चाहिँ, सस्तो भेटेको बेला। अनि लिएर अचार लगाइदिनु पर्यो भनेर लसुन चाहिँ मैले अलिक बाक्लो खालको पिसेको छु। अनि कडाई चाहिँ तेल नतातिने पनि लगाउँदा हुन्छ। अनि यस्तो भयो हाम्रो। यतिको भइन्जाल भुट्ने, रातो रातो भइसकेपछि आफूलाई मनपर्ने मसलाहरू हाल्ने। हाम्रो लसुन चाहिँ रेडी भइसकेको छ, रातो भइसक्यो। अनि मैले त्यसमा चाहिँ करिपत्ता पनि हालिदिएको छु। मलाई मिठो लाग्छ स्मेल, तर त्यति धेरै खोर्सानी त म खाँदिनँ। अनि यो चाहिँ जिरा र धनिया पाउडर हो, घरमा पिसेर राख्छु म। अनि यो चाहिँ टिमुर कान्छी बहिनीले धरानबाट लिएको, उनीहरूको चाहिँ घर एरियातिर थुप्रो हुन्छ अरे, अनि उसले लिएको थियो। अनि मैले पिसेर राखेको थिएँ। टिमुर पनि थोरै लागेको छु मैले चाहिँ। अब अक्कबरेको सिजन जान्छ नि त, अनि पछि खानु मन लाग्छ। मिक्स मसला पनि थोरै हालेँ, घरमै बनाउँछु म मिक्स मसला पनि, आफूलाई मनपर्ने सबै उयोहरू हालेर। हाम्रो लसुन चाहिँ यत्तिको भइसक्यो। अब यसले पनि पानी छोड्दैन। अब हामी चाहिँ खोर्सानीको पेस्ट लगाउँछौँ। यो अक्कबरे खोर्सानी पिरो चाहिँ एकदम पिरो। म आफू त धेरै खोर्सानी नखाए पनि अचारहरू चाहिँ बनाएर राख्नु मन लाग्छ। कम खान्छु खोर्सानी म चाहिँ, तर परिवारमा चाहिँ अलिअलि खान्छ सबैले। यो चाहिँ धेरै समयसम्म पनि रहन्छ। यो चाहिँ पोहोर पनि मैले बनाएर राखेको थिएँ, पछिसम्म खाएको थिएँ। अनि नुनमा पनि लाउनु मिल्छ। नुनमा पनि लगभग 1 वर्ष टक्कै रहँदो रहेछ नुनमा पनि। म चाहिँ लगाएर चाहिँ राख्छु, कहिलेकाहीँ बहिनीहरूले लाने, अनि आफन्तहरू आउँदाखेरि पनि त्यही दिन्छु, लानुहुन्छ। ल हाम्रो अचार चाहिँ यस्तो भयो। अन्तिममा मैले चाहिँ सानो सानो बट्टामा लगाएँ, ताकि ठुलो बट्टामा लगायो भने चाहिँ चलाएपछि बिग्रिन्छ भन्छ नि त। अनि थोरै थोरै सानो सानोमा भयो भने अनि अब मन पर्दा एउटा सकेपछि अर्को, हैन। अनि खानुलाई रेडी भयो। थ्याङ्क यू।